आज फेरि शेयर बजारमा ठूलो गिरावट देखिएको छ। लगानीकर्ताहरू डराएको अवस्था छ। नेप्से 74 अंकले घट्दा बजारमा बेच्ने दबाव किन बढ्यो? आज कुन सेक्टर सबैभन्दा धेरै घट्यो र भोलि बजार बढ्ने सम्भावना छ कि छैन? सबै जानकारी यो भिडियोमा। आज नेप्से परिसूचक 74.73 अंकले घटेर 2776.36 मा बन्द भएको छ। यो 2.62% को गिरावट हो, जुन आजको बजारका लागि ठूलो दबावको संकेत हो। आज बजारमा 36 वटा कम्पनीको मूल्य बढेको छ भने 302 वटा कम्पनीको मूल्य घटेको छ। त्यसैगरी 9 वटा कम्पनीको मूल्य स्थिर रहेको छ। यसले स्पष्ट देखाउँछ बजारमा आज भारी सेलिङ प्रेसर देखिएको छ। आज बजार सुरुदेखि नै घट्दो ट्रेन्डमा देखियो। ओपन भएपछि बजार लगातार घट्दै गयो। बीचमा सानो रिकभरी देखिए पनि अन्तिम समयमा फेरि बिक्री दबाव बढेर बजार तल झर्यो। यसले लगानीकर्ताहरू अझै कन्फिडेन्ट नभएको संकेत गर्छ। आज बजारमा डर र प्यानिक सेलिङ देखिएको छ। विशेष गरी हाइड्रो पावर र बैंकिङ सेक्टरमा दबाव देखिएको छ। ठूला लगानीकर्ताहरू अझै वेट एन्ड वाच मोडमा देखिएका छन्। आजको बजारमा आरएसएमएल कम्पनी 10% ले बढेर 2947.2 मा सर्किट लागेको छ। बजार घटेको बेला पनि केही कम्पनीमा मोमेन्टम देखिएको छ। अब भोलिको बजारको कुरा गर्ने हो भने 2760 आसपास सपोर्ट देखिएको छ। यदि यो लेभलबाट बजार बाउन्स भयो भने भोलि सानो रिकभरी देखिन सक्छ। तर सपोर्ट ब्रेक भयो भने बजार अझै तल जान सक्ने सम्भावना छ। यो अवस्थामा प्यानिक सेल नगर्नुहोस्। बलियो कम्पनीमा फोकस गर्नुहोस्। लामो समयका लागि लगानी गर्नेहरूका लागि यो एउटा अवसर पनि हुन सक्छ। तपाईको विचार के छ? भोलि बजार बढ्छ कि अझै घट्छ? कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै दैनिक बजार अपडेटको लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्।